नि दोस्रो बच्चा भएपछि फर्स्ट बेबीलाई टाइम दिन पाइँदैन भनेर मलाई चाहिँ ठ्याक्कै उल्टो फिल भइरहेछ के। फर्स्ट बेबीको पछि गर्दै दिन बित्छ है, यता जाला खस्ला फेरि भन्नु पर्यो, यता नजाऊ, त्यो नखाऊ, यो नगर, त्यो नगर होइन। उसको हरेक कुरामा मन अड्किरहेको हुन्छ के। सेकेन्ड बेबीलाई हार्म गरिदिन्छ कि भनेर, सेकेन्ड बेबी सानै छ नि त। अनि त्यसैमा अनि घरको काम हुन्छ, बिजनेसको काम हुन्छ, कल आउँछ, मेसेज हुन्छ, अब त्यतैतिर व्यस्त भइरहेको हुन्छ। अनि सानो बच्चाले त के बुझ्छ र भन्यो, उसलाई फिड गरायो, सुतायो, अनि त्यति धेरै टाइमै दिन नपाए जस्तो, उसलाई चाहिँ धेरै माया नै दिन नपाए जस्तो, उसलाई मैले नेग्लेक्ट गरेको छु कि जस्तो फिल हुने रहेछ क्या। मलाई चाहिँ ठ्याक्कै उल्टो फिल भयो क्या। त्यही भएर फेरि अब दुईवटा बेबी होइन कम ग्यापमा पाएर भनेर मलाई त्यस्तो रिग्रेट चाहिँ होइन। झन् उसले चाहिँ सानैदेखि अब आफ्नो साथीभाइकी चाहिँ सँगै हुर्किने, खेल्ने, लाइक उसलाई चाहिँ कहिले पनि साथीको कमी हुन्न जस्तो लाग्छ मलाई। यो कुराले चाहिँ मलाई अब आमाको मन त भयो होइन। फर्स्ट बेबी चाहिँ नेग्लेक्ट हुन्छ भन्ने सुन्थेँ, मैले चाहिँ सेकेन्ड बेबी नेग्लेक्ट भइरहेछ जस्तो लाग्छ क्या।